हेलो गाइज, वेलकम टु द लेजी कुक ब्लग है। सो मलाई खानेकुरा बनाउनु सौखी लाग्छ है, अनि प्लस अब भिडियो कन्टेन्ट पनि बनाउनु त थियो। कन्टेन्ट बनाउने कुरामा ठिकै छु होइन, तर खानेकुरा बनाउने कुरामा आइम ड्याम फकिङ लेजी क्या। त्यही कारणले अब मेरो लेजिनेसलाई र मेरो कन्टेन्टलाई मेरो लेजिनेसलाई र मेरो कन्टेन्टलाई मिक्स गरेर अब बनाउँदैछु। स्पेगेटिज मलाई पहिल्यै अस्तिदेखि खानु मन थियो होइन, तर मैले उयो गरेको थिइनँ क्या, जाँगरै आएको थिइनँ कि। सो अब जाँगरको लागि कन्टेन्ट बनाइदिएको ल। सो अब यसको लागि सुरुमा मैले पानी भरिसकेँ होइन। अब किचन अलिकति फोहोर देखियो भनेर जज नगर्नु होला, अब केटाहरू बसेको हो त्यस्तै हो होइन, त्यति फोहोर छैन। यो चाहिँ तातो पानीमा तेल हाल्नुपर्छ अरे होइन, के छ अलिकति नुन, अब कति नुन हाल्नुपर्छ त्यो चाहिँ थाहा छैन, तर अब हेरौँ इन्साल्लाह खानेकुरा हुन्छ भन्छ भन्ने होइन। त्यो पानीमा तेल र नुन हालेर मैले उमालिदिएँ। मसँग छ स्पेगेटिज है, यो लोकल यहाँकै ब्रान्ड हो जस्तो लाग्छ मलाई चाहिँ। यो लोगो त म्याक्सिमम हाम्रो हरेक खानेकुरामादेखि लिएर अब त्यो ब्रेड बिस्कुटदेखिको लिएर एभ्रिथिङमा यसको यो लोगो छ क्या। यहाँको अलिक फेमसै हो, फेमस ब्रान्ड हो होइन। स्पेगेटिजमा हाल्नलाई हाम्रो बन्दाकोपी होइन, गोलभेडा, टमाटो, क्याप्सिकम, धनियाँ छ अलिकति, अनि सम्खोर छ नि। मैले आफैले भित्र राखेको रहेछु, मैले बिर्सेछु क्या। ल यो प्याज भइहाल्यो, एउटा लसुन, एउटा अदुवा। अब लसुन केरामातिर लागौँ, अलिक यता गरेर केमा राख्ने त सबै कुरा भन्दा यसमा। अब जुस बनाउने मिक्सरमा अब अदुवा पिस्दिउँ। धेरै जाँगरिलो मान्छे त्यस्तै हुन्छन् है त, धेरै जाँगरिलो कुकहरू यस्तै हुन्छन्। सो दिस इज माई कुकिङ मेथड भनौँ न। अलिकति पानी हालेपछि चाहिँ अब धेरै हाल्यो भने अड्किन्छ भनेर सुरुमा अलिकतिबाट ट्राई गरौँ। ओके जाने रहेछ। अब गाडाम हालिदिउँ, अब नअड्कियोस् भन्ने चाहिँ प्रे चाहिँ गर्छु होइन। अब अलिकति बेसी भएपछि फेरि अड्किन्छ क्या, हो त्यो नअड्कियोस् भनेर प्रे गर्दै मैले चाहिँ अब हे भगवान् को नाम लिँदै मैले अब यसलाई सुरु गरेँ। अब हेर्दा त फाइन चप्ड भयो जस्तो लाग्यो है, त्यो पनि एकचोटि ब्याकअपको लागि अझै एक हालिदिउँ। यो जुस मिक्सर बनाउने कम्पनीले मलाई केस त हान्दैन होला, के चाहिँ उनीहरूको प्रोडक्टको गलत उपयोग गरौँ भनेर चाहिँ नहानुहोस् है, त्यही छ आशा। अब यो फाइनली चप भइसक्यो। अब हामी यसपछि के गर्नुपर्छ यार, अब धेरै डेन्जर कुक मान्छे परिएन आफू। अब त्यसले चाहिँ अब लसुन रेडी गरौँ। लसुन पनि अलिकति बेसी, प्याज रेडी गरौँ। एउटा प्याज, दुईवटा, अलिक धेरै छ यार सामानहरू। त्यो पनि हाल्नुपर्ने, अर्को पनि हाल्नुपर्ने, अर्को पनि हाल्नुपर्ने छ। सो यति प्याजले पुग्ला, यो प्याज नहाल्ने। अघि हेर्दाखेरि यहाँ काँचो थियो होइन, अब अहिले त काँचो हट्यो। अनि यो अलिक साह्रै छ, धेरै गिलो पनि बनाउनु हुँदैन भन्थ्यो ताकि फेरि उदेश हुन्छ अरे क्या, भरे अर्को भुट्ने बेला फेरि अझै गाह्रो हुन्छ। सो अब यसलाई काम बन्द, उमाल्ने हो काम बन्द। सो अब हाम्रो स्पेगेटिज रेडी भयो होइन।
आँसु त डेन्जर निकाल्दियो यार रोइदियो यार प्याजले रोइदियो त so to be continue. अनि मलाई फेरि त्यो बेला हाल्न आउँदैन नि त फेरि त्यसमा लिएर आउन तिमी त्यो अघिको त्यो के अरे काटा पनि ल्याऊ काटान लिएर आऊ यसले खिचिस गर पहिला पकाउनु सिक आइयो आते गोलो यो सुरु गरेको हो र भिडियो ल्यान्ड सक्दैन सुमा हातमा लियो त्यसलाई बराबर बनाऊ बराबर बनायो बराबर बनाएर यसरी भएन थाम्यो कामदेखि यसलाई यहाँ अड्काउनु थिच्ने यसलाई यसले चाहिँ यसलाई थिच्ने होइन यहाँ थिच्ने अड्काउनु यो होइन यो कान्छेमलाई केही नगर्नु कान्छेमलाई राख्नु यसले चाहिँ यसले चाहिँ पेन पक्रे जस्तो क्या यसलाई अगाडि यो चाहिँ अगाडि अगाडि यो यो कसरी अम्लै दिँदा अगाडि जाँदैन त बुढी अम्लै अगाडि यस्तो गर यस्तो गर यो होइन सुरुमा मिलाउनु सुरुमा यसरी बराबर मिलाउनु सबै चाहिँ अम्ला मिलाउनु भएन टाइम तिमीले यो अम्लालाई यसमा परिमाथि होला होइन यहाँ पक्ने यो भइहाल्यो होइन बुढी अम्लामा राख्ने यो अम्ला चाहिँ हल्का यस्तो थिच्नलाई मात्र यो चाहिँ थिच्नलाई मात्र चल्दै इमेल त अम्लै चल्दैन त यार होइन सुरुमा त्यस्तै हो यतिको भयो पनि बस्छ चेपिन्छ हेर सुरुमा यो चेप न ससेट चाहिँ ठ्याक्क थिच नि यसरी खाऊ न अब एकचोटि फेरि खाएर फेरि एकचोटि त त्यसमा त खाऊ त हौसला बढ्छ नुन कस्तो तिमीलाई त्यो त कस्तो लाग्यो अताले पनि के जस्तो लागिरहेको थियो फेरि यतिको आयो त त्यतिको मेरो त सुरुचोटि त्यति पनि आएको त्यो चाइनिजहरू अझ तिमीले त्यो भातवटा खाइदिँदैन नि सिधा मेरो विचार गरेर कि बोटुकोमा लिएर ठेलिरहन्छ कि मुखतिर त्यस्तो ठेलेको मात्र हो देखिएको अनि त्यो च्यालेन्ज गेम पनि खेल्छ नि त्यो च्यालेन्ज गेमहरू सिधा टिप्नु त सकिन्छ अलिअलि त खेल्नुपर्छ हामीहरू यस्तो हुनु बित्तिकै यसरी मिलाइहाल्नु क्या यस्तो गाडी होइन यस्तो यसले मलाई दिइहालेँ मैले होइन यो दुइटै चलेन क्या यो दुइटा त्यसै चलेन क्या यो तिमीले यो बुढी आमालाई यहाँ राखेको छौ नि त यहाँ होइन नि त बुढी आमालाई लास्टतिर चाहिँ जानु पर्यो क्या यो भएन यो लास्टतिर त आउनु पर्यो यसलाई प्रेस गर्ने त्यसरी यो दुइटा लिएर
थुक्पा पक्रिन गाह्रो हुन्छ कि अलिकति यसलाई पक्रिहाल न सची चाहिँ पक्र न यो चाहिँ पक्रिन्छ नि यसलाई चलाउने नै होइन क्या यो माथिको तिनवटामा मात्र चलाउने यो अम्लालाई अझै पछाडि लैजाऊ ल यार यो हेर्नेले के भन्छ होला मलाई यार स्वीकार भन्छ के भन्छ अनि यहाँ त हल्लाउँछु त नि त आउँदैन त नि खोइ त चिप्लिन्छ त यहाँ चाहिँ किन चिप्ल्यो अनि भन्नु मुख लैजाउँ न कहाँ मैले चाहिँ कहाँ माथि उठाएको छु र मैले नि यहाँ तलै लगेर यसरी हान्दैछु हेर त यहाँ है यो गऱ्यो नि त्यत्रो माथि त मेरै आउँदैन मुख लैजाउँ तलै लैजाउँ यहाँ त मेरो मुख यहाँ छ तिमी यहाँबाट उठाउनु खोज्दैछौ क्या तलै हुन्छ तलै जानु मिठो भयो नि उब्रियो भने भोलि बिहान खाना मिठो हुन्छ तिमी अरू बेला के गर्छ जस्तो हुन्छ नि अब तिमी बिहानको ड्युटी होइन बिहान के खान्छौ के खाँदिनँ के खानु 12 बजीसम्म के खाँदिनँ अनि अनि कति बेलुका पकाउँछौ लिएर जान्छौ बेलुका आयो खायो बेलुका पकायो खायो सुत्यो 2-3 दिनलाई बनाउँदाखेरि चाहिँ अब लगेर गएको हुन्छु उतै बेलुका लानु उतै खायो अनि आयो यहाँ आयो सिधै सुत्यो अनि बेलुका पकायो खायो सुत्यो बिहान भोको गयो कोही बेला बिहान पकायो खायो सुत्यो यो हेरी कन्डिसन हेरेर तिमीले बन्दाहरू छिटो हालिदेऊ क्या म ढिलो आएछु नि त बन्दा पनि तिरिक भएको क्या मिठो हुन्छ हल्का अब त पर्फेक्ट नि धेरै बेला पनि क्या सिक्ने मान्छे हुनुपर्छ कति टेक्निक थाहा पाउनु त हो यो लाइट बिग्रिन थालेछ मेरो आफै मधुर हुँदैछ नि त्यो छिटो त नआउनु पर्ने नि त अलिक भक्कु पर्ने उयसमा क्याच भएको छ है म खाउँछु फेरि अलि क्याच गुलो मन पर्दैन अघि ग्रिन चिल्ली सस लिनु कि जस्तो लागिरहेको थियो लागेन त पनि एकचोटि ल्यायो कहिले खाइदियो कहिले खाइदियो मैले 2टा हाल्नु खोज्दै थिएँ बेहोस हुँदो रहेछ एउटा होइन अझै खाऊ न सानो हुन्छ त यो त हप्ता हो अर्को हप्ता चाहिँ राँगो मासु हालेर कस्तो हुन्छ है लाम्चो काटो मैले अक्टोबर ट्राई गर्नु मन लागिरहेको अक्टोबर लास्टै त्यो त
होटेलहरू गएर खायो खाँदा बेटर हो क्या अब सुरुमा आफूलाई बनाउन जानिँदैन नि त म त बनाइदिन्छु जस्तै छु म त खानुलाई नै म त त्यस्तो भन्न जान्दिनँ भने जस्तो लाग्दैन ल्याएको म त बनाइदिन्छु यो त खानु म काँचो पार्दैन पकाइहाल्छु के छ होइन खोजौँ न खोज्छु एकछिन होइन अस्ति सबै भाइले कुरा गर होइन दाइ खानुपर्छ एकचोटि मिलेर पैसा उठाएर खानुपर्छ भन्ने कुरा गरौँ पनि आराम भाइ भन्नु भेटेको सुन्न त 40 केजी 50 केजी हो भनेर देखाएको सुन्नु क्या सायद को भइहाल्यो नि त नि ल पछि लुलुतिर कता 3 केजी 4 केजी त्यस्तै कति कतिमा देखायो क्या यस्तो प्रिमियम थियो होला नि त होइन त एकचोटि खानुपर्छ भन्ने कुरा होइन अनि ल भाइ एकचोटि खाइदिनुपर्छ भन्ने अब कहिले खाने हो मिलेर तिमीलाई चाख्नु लागेन छ नि यार मसँग ल्यापटप भएको छैन दुईजना बसेको होइन फेरि बिचमा चाहिँ त्यो मगीमा थुनेर निकालेको थिएन त्यो क्या गरेको फेरि दुईजना साइड साइडमा देखेर कहाँ जानु देखेको मैले उसलाई चाहिँ एक्टिभ चाहिँ गरेर राखेँ भनेर भनेको थिएँ के गर्छ घुम्नु गयो भने बेसी खर्च भइहाल्छ दुईवटा भग रेडी गरेको मैले एउटा कफी कोस्टामा गएर कफी खाएको नि त कोस्टाको भ्यूहरू निकालेर एउटा एउटा यो फुड तिमीले त देखाउने एभरेस्ट कहाँ गयो एभरेस्टमा ल्याएको तिमीले सालमे सालमे नेपाली हुन्छ दामी दामी हुन्छ त्यो एभरेस्ट दामी छ सानो छ तर चिटिक्कको छ कि कहाँनिर टेरेन्समा सालमेदेखि अझै ओल्डचोकदेखि अझै पर जानुपर्छ यो कहाँबाट थाहा पायो कहाँबाट थाहा पायो त्यताको त्यो अनरले भिडियो हालेको क्या नेपाली कफी बिन्स भनेर अब एक त कफी त्यसमा चाहिँ नेपाली मेरो आँखा तिनीहरू त बोलिहाल्नु खोज्दै हुन्छ कफी खाएर कफीको बारेमा भिडियो बनाएर एयरबडले पुरै साउन्ड सुन्ने भनेर खुस हुँदै एयरबडमा पुरै बोलेको कि लास्टमा त सुनेको थिएन रहेछ भिडियो सुटेर यो नेपाली भ्लगमा चाहिँ कसो हेर्छौ म कसैको भ्लग हेर्दिनँ त्यो कसो भन्छ अर्को भ्लग हेरेपछि त्यो मान्छे त्यतातिर गएर त्यसै भन्छ क्या अनि मेरो चाहिँ म चाहिँ के सुन्दैन गल्ती पनि गरौँ क्या अरूबाट सिकेर राम्रो बनायो भने राम्रो त सबैले बनाउँछ त राम्रो हेर्नु थाल्यो भने त कहाँ म चाहिँ गल्ती होस् मान्छेले कमेन्ट गरोस् क्या यो गल्ती भयो भनेर अनि सजेसन दियोस् ढिङचेक बुझा जस्तो क्या त्यो हरायो त ढिङचेक बुझा भने नि ल बाई बाई गर्छु